खेल्दा खेल्दै ढले 15 वर्षीय मिरोन। रेड बुलले खायो ज्यान। रेड बुल एनर्जी ड्रिंक्स हो कि स्लो पोइजन? मिरोनको परिवारले खोल्यो पोल। रेड बुल माथि प्रतिबन्ध लगाउन कानुन बन्दै स्वास्थ्य मन्त्री एक्सनमा। एनर्जी ड्रिंकको रूपमा स्थापित रेड बुल खाँदा 15 वर्षीय किशोरको ज्यान गएको छ। क्यानाडाको क्युबेकमा एउटा दर्दनाक घटनापछि रेड बुल माथि विश्वभर प्रतिबन्ध लगाउन जोरदार माग उठेको छ। यो घटना 12 जनवरी 2024 को हो। साथीसँग खेलिरहेका 15 वर्षीय जाँचरी मिरोनले एनर्जी बढाउन नजिकैको क्याफेटेरियाबाट रेड बुल ल्याएर खाएका थिए। रेड बुल खाएको केही समयमै उनी बेहोस भएर ढले। तत्कालै अस्पताल पुर्याएका उनलाई डाक्टरले मृत घोषित गरेका थिए। यो घटना 2 वर्षपछि पुनः बिउतिएको छ। मेडिकल रिपोर्ट अनुसार रेड बुल र ध्यान अभाव तथा अति सक्रियता विकार एडीएचडी नामक रोगको उपचारमा प्रयोग हुने औषधि बिफेन्टिनको मिश्रणबाट मृत्यु भएको पुष्टि भएपछि मिरोनको परिवार पुनः सङ्घर्षमा उत्रिएको छ। उनका परिवार, विद्यालय र विभिन्न सङ्घ संस्थाहरूले 16 वर्ष मुनिका बालबालिकालाई एनर्जी ड्रिंक बिक्रीमा प्रतिबन्ध लगाउन माग गरेका छन्। रिपोर्ट अनुसार मिरोनले बिहान एडीएचडी को औषधि बिफेन्टिन खाएका थिए भने दिउँसो रेड बुल सेवन गरेका थिए। पोस्टमार्टम रिपोर्टमा पनि मुटु पूर्ण रूपमा स्वस्थ रहेको, शरीरमा लागू पदार्थ वा मदिरा नरहेको, तर एडीएचडी को औषधि बिफेन्टिन र रेड बुलमा पाइने क्याफिन भेटिएको थियो। दुई पदार्थको संयोजनले मुटुको धड्कन गडबडी गराएको र यही कारण अचानक मृत्यु भयो। चिकित्सकका अनुसार कोरियामा मनोउत्तेजक औषधि खाने किशोरको संख्या 20% छ। क्युबेक विद्यालय प्रमुखहरूको महासङ्घका अध्यक्ष फ्रान्सिस कोटे र क्युबेकका अभिभावक महासङ्घीय अध्यक्ष मेलानी लाभियोटेलले 20% भन्दा बढी युवाले मनोउत्तेजक औषधि सेवन गर्ने भएकाले एनर्जी ड्रिंकमाथि प्रतिबन्ध लगाउनु पर्ने माग जोरदार रूपमा उठाएका छन्। लाखौं किशोर किशोरीहरूको ज्यान जोगाउन उनका अभिभावकहरूले जाँचरी मिरोन अभियान सुरु गरेपछि क्युबेक सरकारले 16 वर्ष मुनिका बालबालिकालाई एनर्जी ड्रिंक बिक्रीमा प्रतिबन्ध लगाउने सम्बन्धी विधेयक संसदमा दर्ता समेत गरिसकेको छ। मिरोन परिवारले अप्रिल 1 मा स्वास्थ्य मन्त्री सोनिया बेलान्जरसँग भेट गरेको थियो। परिवारका अनुसार मन्त्रीले विषयलाई गम्भीर रूपमा लिँदै संसदमा उक्त विधेयक दर्ता गरेर कानुन बनाउने प्रक्रिया बढाएकी हुन्। कानुन बनेपछि क्यानाडाको क्युबेक राज्यमा एनर्जी ड्रिंक्सहरूमाथि प्रतिबन्ध लाग्नेछ। विद्यालय वा विद्यालय नजिक तथा 16 वर्ष मुनिका किशोरलाई एनर्जी ड्रिंकहरू बेच्न र खान प्रतिबन्ध लाग्नेछ। लाखौं मनोउत्तेजक औषधि सेवन गरिरहेका किशोरहरूको ज्यान जोगिनेछ। बालरोग विशेषज्ञ डाक्टर ओलिभिए ड्रुइनले एनर्जी ड्रिंकले किशोरहरूमा मुटुको धड्कन बढ्ने, शरीर काँप्ने, डिहाइड्रेसन हुने, निन्द्रामा समस्या आउने, मुटुको धड्कन अनियमित हुने जस्ता समस्या निम्ताउन सक्ने बताएका छन्। क्युबेकका कार्डियोलोजिस्टहरूका अनुसार एनर्जी ड्रिंक र एडीएचडी को औषधि बिफेन्टिन सँगै प्रयोग गर्नु 1+1 = 2 नभई 1+1 = 5 भए जस्तै हुन्छ। अर्थात् औषधि र एनर्जी ड्रिंकको रियाक्सनले यसको असर जोडिने मात्र होइन, एक अर्कालाई बढाएर झन खतरनाक हुन्छ र मुटुको चाल तुरुन्तै बन्द हुन्छ। रेड बुल लगायतका एनर्जी ड्रिंक नेपालमा पनि जथाभावी बिक्री हुने गरेको छ। यसको जथाभावी सेवनले औषधि प्रयोग गरिरहेका किशोर किशोरीहरूलाई 20 भन्दा खतरा हुन सक्छ। तसर्थ रेड बुल लगायतका एनर्जी ड्रिंक प्रयोग गर्दै हुनुहुन्छ भने ख्याल गर्नुहोला, तपाईको वा तपाईका परिवारका सदस्यको पनि ज्यान जान सक्छ।